तीन-चार दिन नोटमा निक्ले ए रोक्छ कहिले झ्यापै यो चाहिँ भरि रहेछ सिक्वेन्स भरि रहेछ झिँगाले गेम नखेल भनेको नि साह्रै नजिक आएर पर्ख्यो है त्यो त पर्खे त्यो त आफै त्यो अझै त्यति कुद्यो स्पिडले कुद्यो अब धक्काले कुद्यो अब धेरै दिन लाउँदैन है यो समुद्र पस्या चाहिँ यस्तो यो अब 2-3 महिना त के भन्ने यस्तो यस्तो हुन्छ त्यही त अब नियसम्म भनौँ अब यो जहाज त फिलिली कुद्ने भयो नि त ए कुद्दैन यस्तै हो अलिकति करेन्ट एक दुई एउटा स्पिड त कम गर्ने हो स्पिड त्यति यो 30-32 गाडी 15-16 स्पिड 19 स्पिड गाडीको 40 माइलेज हुन्छ कि तर यसको चाहिँ ठिकै अरे यसको त ओपन छ त हो कुलाङ सर यसको ब्रिज ओपन छ हेर हैन त्यो ब्रिज विङ हेर न साइड साइडमा ओपन रहेछ ओपनै हुन्छ प्रायः जस्तो नै नि अस्ति हामी आनेवाला त पुरा जम्मै थियो त्यो रोबोटाको दुई जोडा भेटेको त्यस्तो दुई जोडा चाहिँ पुरै खुल्ला बाहिर जानु पर्दैन एउटा कोहीको पछाडि घुम्टो हुन्छ यसो पछाडि घुम्टो छैन होला त्यसको खुल्ला रहेछ हेर न साइड विङ बनाएको 805 पनि भित्रकै ब्रिज अस्ति अमरको ल्याउने नि त्यस्तै चढे टोली हो यस्तो अगाडि मात्र 19 वटा थियो यस्तो सिसा 19 वटा हजार पर्छ है कम छ एसटिया चोर छ समुद्र पुरै बसेको छ है मात्रै आउन ठुलो आउनु यस्तो सहिले हुन्छ नि नत्र त र खर्लक यही माथि आइपुग्यो नि त्यो सटलमा सेक्युरिटी जाँदैछन् यो ठुलो जहाजमा चढेर तल माथिबाट तल सेक्युरिटी गर्ने हो सेक्युरिटी गर्ने हो म त सबै चढाए मेरो अस्ति रासनले झारे अर्ब सिन देखिरहेको स्थितिर जाँदैछन् टोलीहरू जहाज नजिकै आएर पर्खिरहेको छ सेक्युरिटी पर्खेको यो लोड सिप हो पुरै कन्टेनर छ त्यो कफी बिहान लाग्छ अनि त्यहाँ चिम्बुरी खाएर सक्छ अनि फेरि बेलुका राति खान्छ भनेर मेरो त हाम्रो हिसाबले गरिदिएको नि त्यो जाम छोइया बच्चा चाहिँ दिउँसो चाहिँ खाली हुँदैन त बिहान अनि लगे धोए सुगाए त्यहाँबाट चाहिँ हिँड्दैछ त यो जहाज त खप्नु गयो बाहिर च्याक अडिएर पर्खिनु पर्ने होइन अनि बाथरुममा चाहिँ बिहानदेखि बेलुकासम्म खुलै हुन्थ्यो 24 घन्टा